गाइजहरु हामी यहाँ स्विमिङ पुल खेल्नका लागि आछौ। कहाँ आगो छ रे भन्देऊ। यस्तो खतरा बना रहेछ रे। मैरीगोल्ड 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 कहाँबाट जाने त? रिसेप्सन प्यालेसले त्यो कहाँबाट जाने? स्विमिङ पुलमा हामी चाहिँ आए है। मान्छेहरू खेल्दै रहेछ। टिकट काट्ने ठाउँ। चन्द्र सुवास चाहिँ यहाँ खेलिरहेछ। यता हेर्नु। यहाँ यस्तो रहेछ है। यहाँ चाहिँ टोखामा पौडी खेल्ने ठाउँ चाहिँ। सीधा रहने सीधा सीधा ओ एक ठाउँ सीधा 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 कसरी खेलेको रिजन त पौडी खेल्न नआउँदा छ। डुबेर जाऊ त डुबेर डुबी खेल न। चिम्लेर डुब न भने हो त्यसरी। खोइ त एकछिन पनि गर्न नसक्ने जब पौडी खेलेको हुन्छ। अहिले टाउको ठोक्नलाई आम भएको इत्रुमा। यहाँ त घाम पनि गएछ। रिजनको पौडी खेल्ने स्टाइल। के खेलेको त्यस्तो? कस्तो गनाउने के हालेको है? चिलाउने वाला हो पानी होइन। जाऊ न खेला। मलाई भित्र पानी दिन लाग्छ। उता चाहिँ यस्तो के भन्नुभा? हामीलाई पनि त्यहाँ खेल्न गए है। जाऊ जाऊ जम गर्ने भनेको उ गर्ने के? रिजन भाइ
यहाँ चाहिँ फोहोर पनि यसरी टिप्नु रहेछ रिजन डुब्ली पानी खाया पानी खाया भाई नकर ना पानी खाइ खेल्यो बर्तन चाहिँ खेलेन बर्तन र म चाहिँ यहाँ क्यामेराम्यान है बर्तन र म क्यामेराम्यान प्रमिलो पर खेल्दै आइरहेको छु पुगेन जाम हो निन्जा लाग्यो मलाई चाहिँ स्विमिङ गक खोल्छ स्विमिङ गक खोल्छ जाडो भयो नि अब तपाईँलाई चाहिँ यता रुममा गएर त लुगा लगाइहाल्नुहोस् तपाईँलाई चाहिँ खेल्नै आउँदैन दुईजनालाई नि सुवासलाई पनि अब चाहिँ लास्ट है यो लास्ट है हात पनि भयो ल खै कहाँ गयो कहाँ गयो यिनीहरू खेल्दा खेल्दा म चाहिँ निन्द्रा लाग्यो रिजन पनि खेल्नु त्यतिको नि यस्तो छ हौ पारा क्या नटेक्न चिप्लिन्छ छिटै छिटो यता आऊ के रिजन आऊ उयो दिदी जस्तो गरी आउनु त आज दिदी भने त भाइ दादा पो रहेछ त ल हो यसरी आउँदा लु ए पानी यता सबै रिजन अब यसरी आउँदैछ Get
नजानु चिप्लिन्छ उता जानु उताबाट आऊ ल आऊ छिटो उताबाट आऊ उता म यहाँ एकछिन खेल्छु कि यो छिटो जाने है 5 बज्यो 5 बजेर हुन्छ 6 बजे जाने दिनु म भिडियोबाट आउँछु साथी दादा ओ बहिनीको नि ल आऊ अब त्यता गएर आउँदै गयो मान्छे ल चिप्लिन्छ भनेको सुनमा चाहिँ यो भिडियो बनाएको छु रिजन र सुवास मात्र खेलिरहेछ अरू मान्छेहरू छ यहाँ ल हामी चाहिँ टाटा बाई बाई गर्ने अब यहाँबाट रिजन निस्किनु हामी चाहिँ निस्केको इस म्याडम यहाँ छ वरदान रिसाउँदै हिँडिरहेछ है हामी निस्क्यौँ आउनु जाम उनीहरू मस्त खेलेनु भयो भने ओइ भयो के भयो यहाँबाट निस्क्यौँ यस्तो रहेछ भित्रबाट हामी चाहिँ बाहिर निस्के हामी घर जाने अब यस्तो छ एकछिन रोक है अहिले राम्रो खिच्छ म सट लगाएको हामी सबै ग्रुपमा खिचौँ न हेलो गाइज कस्तो लाग्यो एकदम रमाइलो कस्तो लाग्यो सुवास राम्रो लाग्यो पौडी खेलेर राम्रो लाग्यो रिजनलाई ठिकठाक राम्रो वरदान चाहिँ खेलेन वरदान रिसाउँदै हिँड्दैछ हामी चाहिँ यहाँबाट हिँडे कहाँ गयो हामी म्यारिगोल्डबाट निस्किएर गए हामी चाहिँ हाम्रो गाडी खोज्दै जानु लागेको अब कहाँ पाउने रहेछ गाडी चोखा नगरपालिका 8 गैरी गाउँमा भ्रमण गर्नुभएकोमा स्वागत छ अरे हिँड्ने केटाकेटीहरू चलो हामी चाहिँ कोठामा आइसक्यो यिनीहरूलाई खेलेर
यति गाह्रो भयो कि उसलाई चाहिँ रमाइलो भयो र वरदान र मलाई चाहिँ गाह्रो भयो। साथीहरू बाई बाई। बाई बाई भिडियो आउँदैछ। बाई बाई।